ए यो नसकिलेको यो बाँदरको पाकेलाई चाहिँ ताल पारेको घरीमै यसरी लगाइदिएपछि धोक्रो लगाइदिएपछि बाँदरको चाहिँ काम पुग्दो रहेछ। अब खोलेर हेर्छु, निकै गाह्रो गरेर बोकेर ल्याइ पुऱ्याएँ। घरी पनि ठुलो छ, अलि पाकेको पो छ कि के हो, बोरा पो खोल्नु पर्यो। हेरौँ है त। यो अस्ति वैशाखमा धोक्रो लगाइदिइराखेको, आमा धेर जस्तो त पाकेको छ के हो। ल यसरी काम पुऱ्याइदिएपछि ले खा बाँदर। आमा पाकिगएको रहेछ, मान्छेले पनि नदेखेको, बाँदरले पनि नदेखेको। मान्छेले देखेको त बिताइहालेको, धोक्रो लगाएकोले मात्रै आधी सरेको पाकिरहेको रहेछ। गजबसँगले खाइने भयो। छोराछोरीले के राखेर जाने परे। अब बर्खाको काम सके, अब पाकिगएको रहेछ। 2-4 दिनभित्रमा त पाकिहाल्छ यो। ल है, यसरी पो त ठाउँ ठाउँमा केरा रोपिराख्यो भनेदेखि बाँदरले खान्छ भन्नु पर्दैन। यसरी धोक्रो बाँधिदियो भने बाँदरको चाहिँ काम पुग्दो रहेछ है। ल धन्यवाद।